नमस्कार, दि एनालिस्ट ब्याङ्करको आजको भिडियोमा हजुरहरूलाई स्वागत छ। आजको यो छोटो ब्रिफिङमा हामी क्विक रेशियो अर्थात् जसलाई एसिड टेस्ट रेशियो पनि भनिन्छ नि, त्यसको बारेमा कुरा गर्दैछौँ, जसले कुनै पनि कम्पनीले आफ्नो स्टक नबेचिकन तत्काल आइपर्ने ऋण तिर्न सक्छ कि सक्दैन भनेर ठ्याक्कै नाप्ने काम गर्छ। आउनुहोस् यसका तीनवटा मुख्य बुँदाहरू सरसर्ती हेरौँ। पहिलो, यसले कम्पनीको तत्कालको तरलता मापन गर्छ। यसको सूत्र एकदम सिधा छ है, चालु सम्पत्तिबाट स्टकलाई घटाउने अनि त्यसलाई चालु दायित्वले भाग गर्ने। अब तपाईँले सोच्नुभयो होला, स्टकलाई चाहिँ किन घटाउने त? कुरा के भने स्टक त तुरुन्तै नगदमा नबिक्न पनि सक्छ नि, होइन र? त्यसैले कम्पनीको वास्तविक क्याश पावर हेर्न यसलाई हटाइन्छ। दोस्रो कुरा, हिसाब त गरियो, तर यो रेशियो कति हुनु राम्रो हो त? यसको एकदमै आदर्श अनुपात 1.1 हो। यसलाई सिम्पल तरिकाले बुझ्दाखेरि यदि कम्पनीले आजकै दिन 1 रुपियाँ ऋण तिर्नु छ भने नि उसको खल्तीमा तुरुन्तै निकाल्न मिल्ने 1 रुपियाँ हुनै पर्छ। तेस्रो, यो अनुपात विशेष गरी व्यापार र उत्पादन गर्ने व्यवसायहरूको लागि त झनै महत्त्वपूर्ण हुन्छ। तपाईँ आफै सोच्नुहोस् त, यस्ता व्यवसायमा धेरै पैसा स्टकमै फसेको हुन्छ। त्यसैले स्टक नबिकेको खण्डमा पनि तत्कालको दायित्व पूरा गर्न सकिन्छ कि सकिँदैन भनेर पक्का गर्न यो एसिड टेस्ट पास गर्न उनीहरूका लागि एकदमै अनिवार्य हुन्छ। छोटकरीमा भन्नुपर्दा क्विक रेशियो भनेको कम्पनीको स्टकलाई नचलाइकन तत्काल आउन सक्ने आर्थिक दायित्वहरू पूरा गर्ने क्षमता जाँच्ने सबैभन्दा भरपर्दो तरिका हो। आजको भिडियो मन परेमा हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। फेरि अर्को भिडियोमा भेट हुनेछ। धन्यवाद।